साथीहरू, हजुरलाई थाहा छ सूर्य र पृथ्वी बीचको दूरी कति छ? 15 करोड किलोमिटर। आजभोलिका वैज्ञानिकहरूले ठुलो अनुसन्धान गरेर धेरै पैसा खर्च गरेर पत्ता लगाइसके कि पृथ्वी र सूर्य बीचको दूरी 15 करोड किलोमिटर छ। तर तुलसीदासजी हनुमान चालिसामा लेख्छन्, जुग सहस्त्र योजन परभानु लियो ताही मधुर फल जानु। यो श्लोकमा जुग सहस्त्र योजन 3वटा युनिट हुन्। जुगको अर्थ हुन्छ 12,000 साल, योजनको अर्थ हुन्छ 8 माइल र सहस्त्रको अर्थ हुन्छ 1000। जब हामी यी तीनैलाई मल्टिप्लाई गर्छौँ त्यति बेला आन्सर आउँछ 9 करोड 60 लाख माइल। 9 करोड 60 लाख माइललाई जब हामी 1.6 किलोमिटरले गुणा गर्छौँ, किनकि एउटा माइल भनेको त 1.6 किलोमिटर हो। जब हामी 9 करोड 60 लाखलाई 1.6 किलोमिटरले गुणन गर्छौँ त्यति बेला आन्सर आउँछ 15 करोड 36 लाख। तसर्थ आजभोलिका वैज्ञानिकहरूले जुन कुरालाई यत्रो अनुसन्धान गरेर यति पैसा खर्च गरेर पत्ता लगाए त्यस कुरालाई हाम्रो हिन्दू धर्मको ग्रन्थहरूमा अगाडि नै उल्लेख गरिसकेको थियो। अर्थात् हिन्दू धर्म सर्वश्रेष्ठ धर्म हो। यो धर्मका ग्रन्थहरूमा सम्पूर्ण कुराहरूको उल्लेख गरिएको छ।